एभ्रिवान म चाहिँ आज भिनाजुसँग हाम्रो यो के भन्छ भैँसेमा चाहिँ पौडी खेल्न आएको छु हैन। सो मसँग चाहिँ आज बल्ल कति पछि चाहिँ हैन एक्सन क्याम लिएर आएको छु। सो म चाहिँ पौडी खेलेको भिडियो बनाउँछु आजको लागि। सो दिस विल बी आवर नेक्स्ट भ्लग। एकदम सर्ट भ्लग भए पनि राम्रै भ्लग बनाइदिउँ न के। हामी चाहिँ आज भैँसे भन्ने ठाउँमा चाहिँ पौडी खेल्न आइरहेको छु। पछाडि चाहिँ भैँसेहरू पनि छन् है, त्यही भएर हो कि भैँसे भनेर थाहा छैन मलाई। र अहिले चाहिँ बिट्विन द स्विम सक्दो खाँदैछु। भिनाजु उहाँ पौडी खेल्दै हुनुहुन्छ यस्तो डुबाउने पानीमा होइन, यता फेर्का हेर्नु। अनि पछाडि चाहिँ पाहाडहरू छ होइन, हिमाल सिमाल छ पछाडिपट्टि हुस्सु लागिरहेको छ। यस्तो बवाल छ कि होइन, हामी पुरै हिमालको पानीमा डाइभै पगेर आएको हिम श्रीखलको पानीमा चाहिँ पौडी खेल्दैछौँ। अनि उतापट्टि पिकनिक लाइक हुनुहुन्छ र म चाउँदै खाएर चाहिँ मेरो गोप्रो क्यामेरा खोजेर चाहिँ पौडी खेल्न जान्छु। अब लेट मी पास दिस फोन टु पूजा दिदी। अनि म पनि त छु नि, खै त भ्लग बनाउन आएँ। म पनि छु यहाँ फोटोग्राफर भिडियोग्राफर। दादी डुब्या जस्तो गर्नु छिटो। म त सहिरहेको छु नि। ओ सिर्किन्दालाई बगायो सभा। माथि गर्न हेलो, म पनि छु। मेरो टर्न। अनि चाहिँ गाइजहरू पौडी खेल्दै हुनुहुन्छ। म चाहिँ एकछिन पानी धमिलो भयो भनेर आएको। खोलाबाट चाहिँ आफूले आफूलाई चाहिँ माथि उड्दै गरेको हामीलाई देखाउनु हुनेछ। बालिके साडी लाएर आयो भने, कालो चस्मा लायो भने पक्लक्कै झल्छ तिमी दर्याम दर्याम। हरियो काँक्रो कर्याम कर्याम, मकैबारी दर्याम दर्याम। भिनाजुले चटपट बनाउँदै हुनुहुन्छ। कस्तो बन्ला? भइमै बनाउनु भयो क्या। Yeah, they know who the fuck it is. Flow मेरो 10 टके रावण, आतंक बर्साउने काभन, कमजोर मुटुलाई जाभन, गर्जिन्छ ऱ्याप चाहिँ श्रावण। फ्लो मेरो 10 टके रावण, आतंक बर्साउने काभन, कमजोर मुटुलाई जाभन। चटपट पुऱ्याइदिए ल, हातमा देखाउनु। खै ल गाइज हाम्रो खाजा। ला पूजाले नि खान थाल्यो। सिर्किन्दा कस्तो छ भन्नु होला के देखेर। होइन यो यसमा दाल मटर भुजा मात्र छ। धेरै चाउतो खायो। चाउतोको कुरा लिएर आउनुभयो। चाउतो नखा भनेको झन्। पूजाले किन चाउतो खानु भयो? यो भ्लग सुरुमै आन्टीले हेर्नुहुन्छ थाहा नि तपाईँलाई। म त चाउतो खाइहाल्छु नि। बुढाबुढीको चाहिँ झडा परिरहेछ। पूजाजीलाई छोडेर जानुभयो अरे। हेलो एभ्रिवान, हामी चाहिँ भर्खर स्विमिङ खेलेर निस्केको होइन, हल्का काले काले भयो क्या म यार। अनि वी आर गोइङ टु हेटौडा अब केराको सुकुटी खानलाई। अनि लेट्स गो।
ल भ्लगलाई यसो अगाडि बढाउनु त। हामी चाहिँ यहाँ हेटौँडा मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिकाभित्र रहेको यो त्रिवेणी धाममा आएका छौँ। त्यो त्रिवेणी धाम चाहिँ धार्मिक रूपमा एउटा ऐतिहासिक रूपमा पनि महत्त्व बोकेको धाम रहेको छ। यहाँ 108 धाराको त भाइले भनि नै हाल्यो, 108 धारा रहेको छ। साथै यहाँ पोखरी पनि छ, अझै त्यहाँ मन्दिर पनि छ, अर्को मन्दिर पनि छ। कमलको फुल पनि रहेछ गाइज। कमलको फुल पनि छ। अलि फुलिसकेको चाहिँ छैन तर छन चाहिँ छ। ल पुजाजी जाम। यहाँ चाहिँ वर्षको एकचोटि ठुलो मेला पनि लाग्छ। अनि यहाँ चाहिँ अब बिहेहरू गर्ने भन्ने मान्छेहरूले चाहिँ अब पवित्र स्थल भएको भएर चाहिँ विवाह जस्तो पवित्र कार्य पनि यहाँ आएर गर्छन्, त्यस्तो पनि रहेको छ। Hello everyone, I welcome you to the beautiful sunset of Hetauda city. हामी चाहिँ राइट नाउ आई डोन्ट नो कुन धाममा छौँ, कुन धाममा रे। अनि धामको बिचमा चाहिँ हामीसँग पार्वती हुनुहुन्छ। अनि पोखरीबाट चाहिँ अलिकति रिफ्लेक्सन चाहिँ केमा देखिएको छ भने सनसेटमा। सन इज गोइङ डाउन। हाई एभ्रिवान, हामी चाहिँ अहिले कहाँ आइपुगेको छौँ पुजारी? लामखुट्टेले टोक्यो। माउन्ट एभरेस्ट हो त्यो। माउन्ट एभरेस्ट बनाएर राखिएको ठाउँ चाहिँ होटल स्मारक आएका छौँ हामी। ये हाम्रो भ्लग चाहिँ अझै कन्टिन्यू हुँदैछ होइन, स्विमिङ भ्लग। कहिले सकिन्छ थाहा छैन, आज राति सकिन्छ होइन। हामी चाहिँ अहिले शहीद स्मारक विच इज हेटौडाको सबैभन्दा फेमस एउटा पार्क भनौँ होइन, जुन चाहिँ म बच्चामा हुँदाखेरि होइन नर्सरी केजीमा पढ्दाखेरि पनि पिकनिक आएको थिएँ, ब्याचलरमा पढ्दा पनि पिकनिक आएको थिएँ। दिदी बिनाहरूसँग नि आएको छु होइन, त्यही ठाउँमा चाहिँ छौँ हामी। अनि पुजारीलाई चाहिँ लाइट राम्रो लागेर चाहिँ यता आएको हामी लाइट हेर्दैछौँ। होइन शीतल नै छ अहिले। अनि शीतल छ त्यो त होइन, मलाई त त्यस्तो भएको छैन नि त। दादाको शरीरमा चाहिँ अलिक पसिना आएको हो कि, मेरोमा चाहिँ त्यस्तो पसिना आएको छैन खासै। तपाईँ हेटौडामा एडाप्ट भइसक्नु भएको? यो चाहिँ मेरो लोकल ठाउँ भयो, मेरो एकदम हुन्छ नि यो के अरे ब्लडमा छिरिसक्यो हेटौडा, त्यही भएको भएर होला। र यो भ्लग हेर्ने सबैजनालाई एकदम थ्याङ्क यू सो मच। अनि एकदम भिनाजु हजुरको टिकटकको च्यानल उ गर्नु, प्रमोट गर्नु। त्यो पर्दैन त्यो पर्दैन। प्रधानमन्त्री सम्झेला नि फेरि। गाइज हामी चाहिँ अब यतिमै राख्छौँ होइन आजको भ्लग चाहिँ। ल यो प्लेस चाहिँ है, ल तपाईँहरू चाहिँ शहीद स्मारक यदि दिउँसोमा आउनुहुन्छ भने चाहिँ मिस्टेक गर्दै हुनुहुन्छ, बेलुकामा आउनु धेरै रमाइलो छ।